फेरि पनि हेलो एन्ड नमस्कार सबैजनालाई। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु भन्दै न्यू डे न्यू भ्लग लिएर आइसकेको छु। सो लङ टाइम पछि भयो अनि आज चाहिँ भ्लग मैले रुमबाट होइन बाहिरबाट स्टार्ट गरेको छु। देख्न सक्नुहुन्छ आजको भ्यू चाहिँ एकदम राम्रो छ, क्लियर पनि छ। उता हुनुहुन्छ भिनाजु। भिनाजु हेलो हेलो भन्नु न। हेलो दिदी। हेलो हेलो। सो हामी चारजना जाँदैछौँ। कहाँ जान्छौँ भन्नुहुन्छ होला। अहिले बिस्तारै जाँदै गर्दा देखाउने नै छु पछि ब्याकमा। अहिले चाहिँ हामीले ट्याक्सी ड्राइभ गरेको छौँ, ड्राइभमा जान्छौँ भनेर। सो आजको दिन कस्तो हुन्थ्यो त्यो थाहा छैन। सकेसम्म बेस्ट राम्रो होस्। जब चाहिँ हामी छिर्यौँ ट्याक्सीभित्र पनि दिदी चाहिँ प्रवेश गर्छ। हाम्रो दाइ चाहिँ आइसक्नुभयो। कहाँ आइपुग्यौँ भन्नुहुन्छ होला। ट्याक्कै ठाउँको नाम चाहिँ थाहा छैन। अनि जाँदैछौँ जान चाहिँ जे भए पनि। तपाईँ कहाँ जाँदै हुनुहुन्छ? म चाहिँ मन्दिर दर्शन गर्न जान्छु। कुन मन्दिर भनेर ठ्याक्कै नाम चाहिँ नभन्नु है फेरि। कतिको पुगिसकेपछि चाहिँ कहाँ जाँदैछौँ भनेर देखाउने नै छौँ। उहाँ पुगेपछि त हामी देखाइहाल्छौँ नि। सो अहिले चाहिँ होइन तपाईँलाई जाँदै गर्दा चाहिँ कस्तो महसुस भइरहेको छ? एकदम रमाइलो, एक्साइटेड। मलाई नसोध अहिले। सो त्यसलाई बोलाएको एक्साइटेड। फर्स्टचोटि जाँदैछु। भेट पनि भन्नुपर्थ्यो। अनि अरू त्यस्तै हो। सो अहिले जाँदै गर्दा के हुन्छ फेरि हजुरहरूलाई म देखाउने नै छु। अनि बाहिरी भ्यू चाहिँ यति राम्रो छ कि आज घाम लागेको छ, चिसो छैन धेरै। अनि अरू त के भन्नु। यता चाहिँ हुनुहुन्छ हाम्रो ड्राइभर दाइ गुरु बा। अनि यता चाहिँ हुनुहुन्छ हाम्रो भिनाजु। यता चाहिँ म छु। अनि यता दिदीहरू हुनुहुन्छ साइडमा चाहिँ। अनि हाम्रो त्यहाँ चाहिँ गीत बजिरहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। बाहिर चाहिँ टल्केर केही पनि देखेको छैन। सो अहिलेलाई चाहिँ यति नै गाइज भनिराख्नु यति नै भनेपछि मन परिनौ के रे It's where we house our most serious and disturbing patients. जति धेरै माया गरे उति टाढा भयो, आफूसँगै मेरा खुसी बटुलेर गयो। बस्यो अलग्गै यता जोबाना ढल्क्यो ढलक्कै, यता जोबाना ढल्क्यो ढलक्कै, यतै जोबाना ढल्क्यो ढलक्कै, यता जोबाना ढल्क्यो लाउँछु अहिले छैन। सो हाई भन्दैन। हाई एकदमै रमाइलो हुँदैछ। ड्राइभर चाहिँ अब एकछिनमा चाहिँ हामी पुग्छौँ होला सायद। अगाडि देख्न सक्नुहुन्छ डाँडा छ। कस्तो राम्रो डाँडाहरू देखिरहेछ। अहिले चाहिँ घरले नि छिट्यो। सो कस्तो राम्रो छ। हामी जान्छौँ। सो गाइस कस्तो राम्रो देखेको, कति हरियाली। धेरै पछिदेखि मैले यस्तो चाहिँ सेम गाउँ आएको जस्तो भइरहेछ। अहिले चाहिँ हामी फर्पिङ आइपुग्यौँ। हेर्न सक्नुहुन्छ भ्यू कस्तो राम्रो देखेको त्यो पारिपट्टि। फर्पिङको भ्यू हेर्नुहोस्। लास्ट राम्रो छ, हरियो हरियाली छ।
सत्य मरि जाम सत्य मरि जाम हे सपनी र विपनीमा आउँछ तिम्रै नाम हे सपनी र विपनीमा आउँछ तिम्रै नाम अघि नै हामीले प्रवेश गरेको त्यो जुन गेट थियो नि हो त्यहाँबाट चाहिँ अनि हामी अहिले यताभित्र छिरिसक्यो झन् मन्दिर पनि आए जस्तो लागिरह हो क्यारे राम्रो रहेछ एकदमै मन पर्यो मलाई चाहिँ हजुरहरू पनि आएर हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी आइपुगिसक्यौँ अब चाहिँ यहाँ आउँछ पूजा पसल पूजाको सामग्रीहरू किन्ने ठाउँ रह्यो यहाँ चाहिँ आमा कति राम्रो ओ माई गड हजुरहरूले देख्न सक्नुहुन्छ सो गाइज अहिले चाहिँ हामी आइसकेको छौँ हजुर अब चाहिँ हामी पूजाको सामग्रीहरू किनेर चाहिँ जान्छौँ पूजाको सामग्री त यहाँ तल उहाँ रहेछ मन्दिर चाहिँ यहाँबाट जानुपर्ने रहेछ खासै धेरै भिड चाहिँ रहेन र अब तल चाहिँ कस्तो छ हेरौँ अनि यता दिदी हुनुहुन्छ यता दिदी बिनाजु देख्न सक्नुहुन्छ एकदमै राम्रो छ सो गाइज यस्तो हुँदो रहेछ त्यो मैले चाहिँ 2 ठाउँमा देखिसकेँ यस्तो मेले पानी लिएर हात धुनु अनि पूजाको सामानहरू पाउँछ यस्तो उस्तो भनेको चाहिँ हेर्न सक्नुहुन्छ उहाँदेखि नै त्यस्तै गरिरहनु भएको छ गर्न चाहिँ कस्तो राम्रो रहेछ थ्याङ्क यू त्यसो भए पछि हामी जान्छौँ किनि पनि सक्यौँ टोकरी कस्तो छ एकदम राम्रो छ होइन अब चाहिँ हामी जाँदैछौँ मन्दिरमै मैले त्यस्तो के यादै भन है हामीले चाहिँ फुल पनि पूजा पाठको हामीले चाहिँ आइसक्यौँ न मन्दिर अब हामी पनि गएर चाहिँ लाइन बस्छौँ मजाले भनिरहेछ यसमा चाहिँ मैले पैसा पनि हालिदिएँ हामीले चाहिँ जुत्ताहरू पनि राखिसक्यौँ यहाँ भिना जुन चाहिँ फोटो खिचिदिनु भयो दक्षिण काली मन्दिरमा आएको पूजा गर्नलाई लाइनमा बसेको खोटाङ जिल्ला डिटेल बजार सम्झनामा आउँछौ बजार मिलेन नमिलेन यसो गाई मात्र हेरेको केही छैन ठिक छ गाई मान्छेले चाहिँ यसो हेरौँ मिलेछ भने खिचौँला मिलेनछ भने नखिचौँला उहाँ चाहिँ मन्दिर हुनुहुन्छ फोटोहरू भिडियो बनाउनु चाहिँ मनाइरहेको छु त्यही पनि मैले यहाँ टाढाबाट बनाएको यो भिडियो चाहिँ अनि यता देख्न सक्नुहुन्छ बत्तीहरू बलिरहेको छ यहाँबाट गाली गर्न सक्नुहुन्छ हामीले यता मेनमा चाहिँ पूजा गरिसक्यौँ अनि यहाँ बत्ती पनि बालिसक्यौँ अनि यहाँ चाहिँ अब फुलहरू बाँड्ने ठाउँ रह पूजा गरौँ पाती लिउँ न भनेर
एकदम राम्रो भयो। म यहाँ पूजा गर्छु। नरियल फुटाउनु त नरियल फुटाउनु त सो यहाँ चाहिँ पण्डित बाले टीका लगाइदिँदै हुनुहुन्छ भिनाजुलाई। गाइज कस्तो मजाले लगाइदिनु भएको छ। सो चाहिँ आँटेको कुरा पुरा होस् भिनाजुको, दिदीको पनि सो चाहिँ आँटेको कुरा पुरा होस् चाँडै। फेरि दिदीको पनि यसो च्याचेटीको कुरा चाहिँ पुरा होस् चाँडै नै, विस पुरा होस्। मजाले टिका लगाइदिइरहनु भएको छ। सो अब चाहिँ म लाउँछु, पछि चाहिँ दिदीले टिका लाउनु भयो, माला पनि लाउनु भयो। नानी छिट्टीको लाउँदैछ त के पनि बानिसकेछ अनि म चाहिँ बसिरहेको छु। टिका पनि लगाइसक्यो। अनि भिनाज तपाईँलाई कस्तो लाग्यो? कस्तो एकदम बेस्ट। दिदीलाई कस्तो लाग्यो? एकदम रमाइलो, एकदम खुसी छ भगवान दिदीलाई। सो यता पुजारी बा हुनुहुन्छ। अब चाहिँ हामी फोटो खिच्छौँ गाइज। सो गाइज अब चाहिँ हामी निस्क्यौँ यहाँबाट, फोटोहरू पनि सुट गऱ्यौँ, एक दुईवटा भिडियोहरू बनायौँ। अनि त्यसपछि अब चाहिँ बाई बाई, फेरि पछि आउँदैछौँ। फेरि अब चाहिँ हामी लाग्यौँ हाम्रो गन्तव्यतिर भनौँ न। अब चाहिँ हामी फर्केको भनौँ न। अनि त्यस्तै छ, राम्रो भयो जग्गा। त्यस्तै हो, पछाडि हुनुहुन्छ दिदीहरू चाहिँ। अनि यता अगाडि म छु, देख्न सक्नुहुन्छ पारितिरको भ्यू चाहिँ। अगाडि भिनाजु टाक टाक हिँडिरहनु भएको छ। म चाहिँ पछाडि। हामी यहाँ कुन मन्दिर के अरे दक्षिणकाली आमा माथि टुप्पामा हुनुहुन्थ्यो र यहाँ पनि आएर हामीले दर्शन गरिसक्यौँ। न्यूमा चाहिँ देख्नुहुन्छ फर्पिङ। जब चाहिँ हामी यहाँ होटलमा खाजा खान आएको, अब चाहिँ हामी खाजा खान्छौँ। उता भिनाजु चाहिँ मस्त भोकले होला, अलिअलि निराश देखिनु भएको छ। दिदी चाहिँ फ्रेसै हुनुहुन्छ। यता सिस्टर भइहाल्नु भयो। यता धनिया छ। यता चाहिँ खानाको परिकारहरू एकदमै राम्रो छ है। हजुरहरू पनि आएर यहीँ आएर खानु होला त भन्दिनँ म। अब हामी चाहिँ खाजा के खान्छौँ त्यो थाहा छैन। अहिले आएपछि म देखाउँदैन। चाहिँ खाजा पनि आइसक्यो चट्ट। अब चाहिँ हामी खान्छौँ। खाइ पनि सक्यौँ। दिदी चाहिँ खाँदै हुनुहुन्छ उता, कस्तो टल्किरहेको छ। खाएर अब चाहिँ हामी निस्कनु लागेको भनौँ न, बिल पे गर्छौँ। अनि त्यसपछि हामी निस्कन्छौँ। उता दाइ चाहिँ हिसाब गर्दै हुनुहुन्छ। फोटो खिच्छौँ तर कसरी खिच्ने हो थाहा छैन। धुल्यायौँ देख्न सक्नुहुन्छ हजुरहरूले। अनि अब मन्दिरमा त आइनु लाग्यो भने राम्रो लाग्यो नि। अब यहाँ ए अब चाहिँ बोर लाग्यो। कस्तो राम्रो खायो त हैन? ए ठिक छ, त्यसो भए पनि ठिक छ। अब हामी जान्छौँ। दिदीले चाहिँ उहाँबाट लिएर आइसक्नु भयो। हाम्रो प्रसाद चाहिँ यतै छुटेको थियो। आफ्नै स्वरमा हिँडेका छौँ। सो अनि मलाई चाहिँ आज कस्तो लाग्यो भने एकदमै रमाइलो लाग्यो, एकदम राम्रो लाग्यो। अनि आयुष म आउँछु भनेको कि आएँ पनि एकदमै ठिक छ। फेरि पनि आउला, समयले साथ दिन्छ भने राम्रो टिक लगाएर आउनेछौँ। मन्दिरको नाम चाहिँ मैले घरिघरि बिर्सिरहेको छु। दक्षिणकाली मन्दिर आयौँ, दर्शन गऱ्यौँ, अब हिँड्यौँ।
एकदमै खतरा अब गाडीहरू चाहिँ आइरहेछ तपाईँले चढिसक्यौ कि बसमा चढ्ने बेला चाहिँ तिमीहरू बोलेको नमिले पनि सिटमै बसिरहेको छौँ हामी चाहिँ अनि यता भिनाले चाहिँ उभिएर बस्नु भएको छ बसमा फर्केको नि त हामी आउँदा त्यही भएर अनि यता दिदी हुनुहुन्छ हामी छौँ अब 1 घन्टामा ठ्याक्कै अब 1.5 घन्टामा ठ्याक्कै गाडी चेन्ज गर्नुपर्छ नि त त्यही भएर गाडी लास्ट टाइम बोरिङ हो किन भन्दाखेरि फेरि अलिअलि हिँड्नु पऱ्यो नि त बस्नु पऱ्यो नि त त्यही भएर अलिकति बोर भयो अनि अलिकति कस्तो लागिरह अनि देख्न सक्नुहुन्छ गाडी चाहिँ एकदमै प्याक छ अनि यस्तै छ अब यसमा चाहिँ हाम्रो झर्ने ठाउँ पनि आइपुग्नु लाग्यो अहिले लास्टमा आएर चाहिँ यहाँ बसिरहेको छु म दिदीको कानमा आएको पनि आज जति बज्नु लाग्यो होला भनिरहेको थिएँ कस्तो भयो आज तर आउँदा चाहिँ लास्ट चाहिँ झ्याउ जाँदा र मन्दिरमा दर्शन गर्दा चाहिँ एकदमै रमाइलो एकदमै ठिक भएको थियो भनौँ न आउँदा चाहिँ यस्तै भयो ठिक छ त्यही पनि अब एकछिनमा चाहिँ हामी झर्छौँ अहिले चाहिँ हामी रुममा होइन अहिले चाहिँ हामी गाडी चाहिँ सब गरि पनि सक्यो झरेर गाडी अब चाहिँ त्यसरी भक्तपुर पुगेर मात्र झर्छौँ अनि त्यसपछि फेरि भेट्नेछौँ के हुन्छ भनिरहेछु अनि उहाँले अहिले कहाँ छौँ हामी अहिले हामी चाहिँ सिर्जननगर चोकमा आइसकेका छौँ अब के गर्छौँ अब रुम जान्छौँ अनि सुत्छौँ पढ्दिनँ माझा हामीलाई पुरै थाहा छ त्यस्तै हो अब चाहिँ हामी अङ्गुर किन्न लागिरहेछौँ हेर्नुहोस् हामीले चाहिँ किनिसकेका छौँ अङ्गुर केही कागज किताब किन्नु छ भने किन्दा हुन्छ है धेरै पढेका छौँ के पढ्न किन्नलाई अब देख्न सक्नुहुन्छ उता चाहिँ मस्त बोल्दै हिँड्नु भयो सो गाइज मैले चाहिँ चाउचाउ किनेँ मेरो लागि चाहिँ बिनाजुहरूले चाहिँ दही किन्नु भएको छ सो म चाहिँ चाउचाउ किनेर पनि हिँडिसकेँ अब गइसक्नु भयो दिदीहरू चाहिँ यता छु पैसा घरतिर आइपुग्यौँ अब हामी झट्ट मिलाएर अब चाहिँ आनन्द भयो त्यो बाहिरको यस्तै गाह्रो बनायो छिटो छिटो ढोका खोलेर प्रवेश गरौँ आज कोठाको बिजोग छ त किन भन्दा कोठाको चाहिँ आज कपडा जताततै छ त्यही भएर